वडा अध्यक्षमाथि भएको आक्रमणको कुराहरू आएको छ अहिले मिडियामा पनि आएको छ होइन। यो कहिलेको घटना, कसरी घटना भयो, तपाईँकै घरमा भनेको छ, खास वास्तविकता के हो त्यो घटनाको? प्रत्यक्ष रूपमा त्यो के भएको थियो? निष्पक्ष रूपमा तपाईँले कसैलाई काखा कसैलाई पाखा पनि नगरिकन स्वतन्त्र रूपमा वडाध्यक्षको गल्ती भयो वडाध्यक्षको गल्ती, त्यो युवाहरूको गल्ती भयो युवाहरूको गल्ती, के छ निष्पक्ष तपाईँको आँखाले देखेको वास्तविक घटना चाहिँ के हो त्यो चाहिँ बताइदिनु। हाम्रो चाहिँ मिति 2022 सालपछि जुन एउटा जेठ 3 गते मेरो घरमा चाहिँ देवाली थियो, एउटा हाम्रो कुल पूजाको चाहिँ कार्यक्रम थियो। मैले चाहिँ वडा अध्यक्षलाई बोलाएँ, दाइ मेरो घरमा चाहिँ आउनु है, यस्तो यस्तो कार्यक्रम छ, यसो प्रसादी खाना आउने भनेर मैले बोलाएँ। मलाई उहाँ चाहिँ अब कुन कार्यक्रममा कहाँ हुनुहुन्थ्यो, उहाँ अलि ढिलो आउनु मेरो घरमा, लगभग राति 11 बजीतिर 10 साढे 10तिर आइपुग्नु भयो। त्यस बेला उहाँ आएपछि अनि हामीहरू बसेर नास्ता खायौँ। नास्ता खाने कार्यक्रम भइरहेको थियो, हाम्रो मेरो घरभित्रै थियो, त्यो बाटोमा बसेर हामीले खाएको पनि होइन। फेरि मेरो घरभित्र जुन सेपरेट ठाउँमा किचनभित्र बसेर खाएको बेला 2 जना भाइ आयो त्यो राति। उनीहरू आएपछि मेरो घरमा चाहिँ उनीहरू एउटा सामान भनौँ न, त्यो मैले व्यवसाय पनि गर्थेँ, सानसानो व्यवसाय पनि छ। आउँदाखेरि उनीहरूले चाहिँ के भनेछन् त्यहाँ आएर भनेदेखि म त उहाँसँग भित्र गफ गरेर बसिरहेको थिएँ। अनि मलाई चाहिँ एउटा सामान दिनुहोस् न यस्तो सामानहरू भनेर त उहाँले भनेपछि मेरो श्रीमतीसँग त्यो कुरो चलेपछि त्यो कुरो पनि हामीलाई थाहा छैन। फेरि अनि लास्टमा गए चाहिँ उनीहरूले केटाहरूले कस्तो शब्द बोलेछ भनेदेखि त्यो खातेलाई म यसैले हानेर मार्छु भन्ने शब्द पनि उसले बोल्दैछ क्या त्यहाँनिर। अनि त्यो भएपछि त मलाई चाहिँ अब त्यो कुरो झल्को आयो क्या, कोही केटाहरू चाहिँ आएर झगडा गर्दैछन् क्या मेरो घरमा। त्यो त मेरो किन पछाडि बसेको थिएँ। अनि त्यसो भएपछि मैले के भने के भयो यहाँ भनेर म फुत्त बाहिर निक्लेँ। भाइ तिमीहरू घर जा त, यो झगडा नगर भनेर त्यहाँ मैले पठाइदिएँ गर। जुन मेरो श्रीमतीले त्यो के गरिदियो भनेदेखि त्यो उसलाई दिएको सामान पनि चिसो थियो, त्यो चिसो पनि खोजेर राखेपछि हर हँडिया बजार गएछ। हँडिया बजार गइसकेपछि उनीहरूले एउटा गोर्खा स्टोक भन्ने बियर किन्छन् त्यो ठुलो, त्यो लिएर आएपछि उनीहरूले चाहिँ परबाट आउँदाखेरि बाइक उडाएर आएपछि मैले त प्रकाशलाई के भने दाइ तपाईँ घर जानु, तपाईँमाथि कोही केटाले अलि आक्रमण गर्न जस्तो छ है भन्ने सङ्केत मैले दिएपछि उहाँले भन्नुभयो होइन म गाउँमा बसेको छु, घरभित्र बसेको छु, म त कसरी असुरक्षित र म यस्तो बसिरहेको छु, किन के गर्छ र केटाहरूले भन्ने कुरो उहाँले भनेपछि होइन त्यही पनि तपाईँ जानुहोस् न घरतिर भनेर मैले भने ठ्याक्कै मेरो घरको बाहिर निक्लिनु कि मेन रोडमा निक्लेपछि उहाँले चाहिँ के भन्नु, उहाँहरूले के गर्नु भने 81 बियर लिएर आउनुपर्छ, बियरको बोतल एकचोटि प्रहार गर्नुभयो क्या उहाँहरूले। त्यो प्रहार गर्दाखेरि मैले चियापछाडि बियरको बोतल चाहिँ खोजेर मेरो पालो बियरको बोतल मैले रोडभन्दा पारिपट्टि फ्याल्ने। त्यो बियरको बोतल चाहिँ पुलिसले पनि फोटो खिचेर आएछ। त्यो बोतल त्यत्रो फ्याल्दा पनि त्यो फुटेको पनि रहेछ फेरि त्यो। अनि त्यो भइसकेपछि अनि मैले चाहिँ उहाँको घरको गार्जियनलाई फोन गरेँ, के हो अङ्कल तपाईँको छोरा त्यसरी यहाँ आएका छन्, झगडा गर्छन्, के हो यो पारा भन्दाखेरि चाहिँ होइन उहाँले चाहिँ अर्को शब्द फेरि बोल्नु पनि भएन क्या। अनि यस्तो उस्तो भन्यो। अनि हामीहरू त्यति गरेपछि अनि त्यहाँदेखि उनीहरूसँग अलिक हुताहुती भयो। म त्यो त्यो ड्राइभर गरेर जुन बाइक लिएर आउने भाइसँग चाहिँ म डिस्कस गर्न थालेँ क्या, भाइ तैँले यस्तो मान्छे लिएर किन आएको त यस्तो नगर्नु पर्थ्यो भन्दाखेरि उसँग गफ गर्न थालेँ। त्यो जुन केटाले चाहिँ अर्को जो भाइले चाहिँ गएर 81 प्रकाश राउतको चाहिँ घाँटीमा लत्याउनु पार्थ्यो, उसलाई चाहिँ उत्ताउनु पार्थ्यो क्या रोडमा पछाडि हाल्यो। पछाडिपछि अनि वाद विवाद त्यो हुँदै गएपछि उनीहरूलाई हामीले घर पुर्याएपछि अनि त्यहाँ के विवादहरू भयो, दुई तर्फी झै झगडा, त्यही त मुख छाडाछाड के भयो। त्यो भएपछि चाहिँ म पनि फर्केर आएँ। त्योभन्दा पछाडि घटना के भयो त्यो चाहिँ मलाई थाहा भएन। त्यतिसम्म चाहिँ म प्रत्यक्ष म आफ्नै घरभित्र भएको घटना म आफै खुदैछु। अब मिडियाहरूले कहाँ के लेखे कसले के हाल्छ त्यो चाहिँ मलाई थाहा भएन। प्रकाश राउतले अपशब्द बोलेको भन्ने कुरा त्यो चाहिँ शब्द बोलेको पनि छैन उसले, किनभने होला त अरू बेला कहाँ बाटोमा बोल्नु त थाहा छैन। तर त्यो मेरो कार्यभित्र आएर जुन मेरो घरभित्र खाजा खाँदा चाहिँ यो बोलेको छैन शब्दहरू। त्यो जुन आक्रमण गर्ने भाइलाई चाहिँ अपशब्द प्रयोग गरेको छैन। त्यो 81 आक्रमण गर्न आएको थियो त, अब कुन नियतले आयो त्यो म जान्दिनँ। अनि त्यो जुन भाइले आक्रमण गरे त्यो तपाईँको आफन्त भन्ने पनि आफन्त मेरो भाइ हो नि, उता खुदै भाइ हो नि, अङ्कलको छोरा हो हामी। त्यहाँनिर अब वडाध्यक्ष बसेर खाइरहनु भएको थियो, तर त्यहाँ वडाध्यक्षको त्यहाँ तपाईँको घरमा कसैसँग विवाद उनीहरू 2 जना त प्रत्यक्ष वाद विवाद भेटघाटै भएको छैन नि। 81 आक्रमण आएको छ नि त, तिनीहरू कसरी आयो त्यो अब मलाई पनि थाहा भएन। तपाईँको शुभ नाम? मेरो नाम खड्गबहादुर खड्का, बिपी चौक 94।